विद्यार्थी भाइ बहिनीहरू, अब हजुरहरू साउथ कोरिया स्टडी इन साउथ कोरिया जानको लागि भर्खर 12 दिएर बस्नुभएका विद्यार्थी भाइ बहिनीहरूको लागि डाइनामिक एजुकेसन बुटोलले स्वागत गर्दछ र हजुरहरूलाई अब सेप्टेम्बर इन्टेकमा काम केही भएन, आइएल्स भएन, यो भएन, त्यो भएन, एमबीसीको टोकन भएन, चिन्ता लिनु पर्दैन। अब हजुरहरूको अगाडि डाइनामिक एजुकेसन छ र हजुरहरूले अब के गर्ने भन्ने प्रोसेस सिरियल बाइ जानको लागि र भोलि गएर भिजा रिजेक्सन नहुनको लागि तपाईँले डाइनामिक एजुकेसन मिलन चोक यो फाइनान्स चोक भनेर यो पेट्रोल पम्पको नजिकै रहेको कन्सल्टेन्सीलाई सम्झिन सक्नुहुनेछ र केमा तपाईँले ध्यान दिनुपर्ने कुरा भनेको फर्स्टमा तपाईँले कन्सल्टेन्सी भिजिट गर्नु पर्यो र कन्सल्टेन्सी भिजिट गरिसकेपछि तपाईँलाई एउटा काउन्सिलिङ हुन्छ, एउटा चाहिँ युनिभर्सिटी काउन्सिलिङ हुन्छ, अर्को तपाईँलाई ब्याङ्किङ स्टेटमेन्ट ट्रान्जेक्सनको काउन्सिलिङ हुन्छ, एनुअल इन्कमको काउन्सिलिङ हुन्छ र हजुरको 11-12 मा के पढ्नुभयो र अब मैले ब्याचलर के पढ्ने हो त्यो विषयमा काउन्सिलिङ हुन्छ र हजुरले इच्छाएको युनिभर्सिटी लोकेसन म यो लोकेसनमा जाने हो, मेरो मान्छे यहाँ छ, मेरो दाइ भाउजू उहाँ हुनुहुन्छ, म त्यहीमा जाने हो, म यो युनिभर्सिटी जाने हो। साउथ कोरियाको 300 भन्दा बढी युनिभर्सिटी तपाईँले म यो युनिभर्सिटी जान्छु भनेर आउने विद्यार्थीहरूलाई हामीले काउन्टर एप्लिकेसन गर्ने सुविधा दिन सक्छौँ। यो चाहिँ हजुरहरू ढुक्क हुनु होला है। त्यो भएर विद्यार्थी भाइ बहिनीहरूले सबभन्दा बढी जान्नुपर्ने कुरा कोरिया जाने भनेपछि आइएल्स गर्नु होला इङ्ग्लिस ट्र्याकले र D4ले चाहिँ कोरियन ल्याङ्ग्वेज मजाले पढ्नु होला। यति भन्दै म फेरि तपाईँहरूलाई अर्को भिडियोमा अर्को पटक पनि केही कुरा जानकारी दिनेछु है। त हस् त, नमस्ते, धन्यवाद।